मुलुकमा एकपल्ट हुने आन्दोलन हो। त्यो आन्दोलन त खेर गयो नि त। यसको जिम्मेवारी कसले लिने भन्दाखेरि उहाँले आफै के भन्नुहुन्छ भने जेएनजीका मागै पुरा गर्न सकिएन पर्साईजी, अब के गर्नु भनेर सोध्नुहुन्छ मलाई। हेर्नुहोस् है, अनि यो कुर्सी त जेएनजीको माग पुरा गर्नलाई तपाईँ बस्नुभएको होइन भनेर भने। त्यो भएपछि मसँग अरू धेरै कुरा भइसकेपछि हाम्रो पनि वार्ता पर्सि बिहिबार 1 बजीलाई राख्नु भएको छ। हाम्रो म्यान्डेट के हो भन्दाखेरि लघुवित्त सहकारी ब्याङ्क पीडितका त छँदैछन्, सर्वहारा वर्ग भूमि मान्छे उत्पीडन वर्गका छँदैछन्। भ्रष्टाचारीलाई कारबाहीदेखि लिएर जनमत सङ्ग्रह सम्बन्धका किनभने जनमत सङ्ग्रह भएन र यो संविधान चेन्ज भएन भनेदेखि हाम्रा युवाहरू कोही पनि देशमा रहने स्थिति छैन। खुट्टामा नटेकौँ न यसो भने त मानौँ न यार। त्यो त हतियार सबै खिच्दै गर्नु कस्तो किन उ गरे राजा यार तिमी नजानुस् न यार। अगर खुट्टा सधैँको भन्नु त मलाई निकालिदिनु लाग्छ नि केटाहरू। यहाँ लाइभ गरिरहेको छु डाक्टर साहबको मोबाइल। तपाईँ लाइभ गर्नुहोस्, अगाडि नटेक्नुहोस् न यार, उसको खुट्टा छ। उहाँको जिन्दगी के भने अप्ठ्यारो भन्ने खालको कुरा गरेपछि मैले अहिले गएर वचन त दिउँ, भोलि पर्सि गएर तपाईँले फेरि केही कुरा गरिदिनु भन्छ बर्बाद हुन्छ भनेर भनेपछि पर्साईजी म तपाईँलाई एउटा कुरा के वचन दिन्छु भने मैले तपाईँको 27वटा माग मध्येबाट प्रधानमन्त्रीको लेटर प्याडमा जनमत सङ्ग्रहको कुरा पनि लेखेर पठाएँ। पहिलोचोटि तपाईँको मुद्दालाई मैले अफिसियल्ली मलाई सुशीला कार्की नसोच्नुहोस् न, नेपाल सरकारको टेबलमा पुर्याएँ भनेपछि यहाँ भ्रष्टाचारका कुरा पनि छ भनेपछि हामी पर्सि 1 बजी होइन सिंहदरबारमा मलाई वार्तामा बोलाएको छ। त्यो वार्तामा बरु जेएनजी प्रतिनिधि पनि 1-2 जना जाउँ, कुरा बुझ्नु भने जेएनजी प्रतिनिधि पनि जाउँ। त्यसले गर्दाखेरि म निकोलस भाइलाई के भन्छु, मेरो त आग्रह हो होइन, भाइले मान्नु नमान्नु भाइको कुरा हो होइन। अब यो भाइले चाहिँ साँच्चीकै अनसन बसेको रहेछ, हिजो गोविन्द केसी अनसन बसे जस्तो होइन नि पानेर मान्छे। यो अनसनले ज्यान जान्छ होइन, भोलि पर्सि गर्दा पनि हुन्छ। किनभने निकोलस भाइसँग र अब जेएनजी भाइहरूसँग हिजो म जेएनजी भाइहरूसँग आउनु पाएको थिइनँ, मलाई आउने वातावरणै थिएन। मैले त सुरुकै दिनमा जेएनजीहरूलाई सहयोग गर्छु भनेर आउँछु भन्दाखेरि नआउनु भनेर भनेपछि म कोही घाइते पनि भेट्न गइनँ, बिरामी पनि भेट्न गइनँ, किन मलाई नआउनु भनेको थियो। बालेनले नै स्ट्याटस लेखेर गरेको थियो र आज बालेनहरूकै र रवि लामिछानेहरूकै सेटिङमा सर्वोच्च र उसमा आगो लाग्यो, यत्रो बच्चाहरू मरे। आज उनीहरू पार्टी एक गरे र जसले हाइजेक गर्यो त्यो मान्छे चाहिँ जेएनजी आन्दोलनलाई हाइजेक गर्ने मान्छे आज सबैभन्दा ठुलो जेएनजी भयो। साँच्चीकै जेएनजी मरेर गए, साँच्चीकै जेएनजी शहीद भए, साँच्चीकै जेएनजी सडकमा आए, साँच्चीकै जेएनजी घाइते भए। नक्कली जेएनजी चाहिँ आज हाबी भए, हो कि होइन? अनि आज घाइते जेएनजीहरूको उसमा लिएर घाइते जेएनजीहरूको मागलाई लिएर अब हामी सबैजना, मैले भनेको छ पर्सि 1 गते वार्ता सफल भएन भने हामी सबैजना होइन, हामी सबैजना सडकमा आउँछौँ, आन्दोलनको घोषणा गर्छौँ र यो व्यवस्था फ्याँक्छौँ। तपाईँलाई पनि फ्याँकेर नयाँ मान्छे यो कुर्सीमा ल्याउँछौँ भनेर म उठेर आएको। डाक्टर निकोलस भुसालको जीवन रक्षाको ग्यारेन्टी गर।